बसी बसी कमाइन्छ पैसाको बिटो। कसरी नि बुढा? इन्जिनियर डाक्टर पढाइ करोडले नि पुग्दैन, गरे पनि लगानी व्यापारमा झै डुब्दैन। इन्जिनियर डाक्टर पढाइ करोडले नि पुग्दैन, गरे पनि लगानी व्यापारमा झै डुब्दैन। घरैमा बसी बसी पैसा कमाउने मसँग अब एउटा यस्तो मास्टर प्लान छ, मसँग अब एउटा यस्तो मास्टर प्लान छ। मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने। धर्म धर्म पण्डित आजकल आस्था बढेछ, कसले जागिर पाउँछ यहाँ सबले एउटै पढेछ। धर्म धर्म पण्डित आजकल आस्था बढेछ, कसले जागिर पाउँछ यहाँ सबले एउटै पढेछ। घरैमा बसी बसी पैसा कमाउने मसँग अब एउटा यस्तो मास्टर प्लान छ, मसँग अब एउटा यस्तो मास्टर प्लान छ। मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने। बुढी ए बुढी किन के भयो फेरि? सपना सपना म यहाँ हुँदा हुँदै को सपना? त्यो सपना होइन क्या, छोरोले टन्न पैसा कमाएको सपना देखेछु भनेर। आजको दिन कस्तो छ बिहानीले जनाउँछ, सबको प्यारो मान्छे भन्छ राम्रो बाटो समाउँछ। आजको दिन कस्तो छ बिहानीले जनाउँछ, सबको प्यारो मान्छे भन्छ राम्रो बाटो समाउँछ। घरैमा बसी बसी पैसा कमाउने मसँग अब एउटा यस्तो मास्टर प्लान छ, मसँग अब एउटा यस्तो मास्टर प्लान छ। मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने। इच्छा शक्ति ठुलो भन्छन् रोकेर नि रोकिन्न, अरू भन्दा फरक नभई जीवन जिउन सकिन्न। इच्छा शक्ति ठुलो भन्छन् रोकेर नि रोकिन्न, अरू भन्दा फरक नभई जीवन जिउन सकिन्न। घरैमा बसी बसी पैसा कमाउने मसँग अब एउटा यस्तो मास्टर प्लान छ, मसँग अब एउटा यस्तो मास्टर प्लान छ। मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने, मेरा छोरालाई पण्डित बनाउने। होइन के भएको यो केटालाई झन् राम्रो संस्कार सिकाऊ भनेर भनौँ, सन्केर पो गयो त। त्यही त गाह्रो छ हामीलाई। थोरै दिमाग लाग्यो भनी खुसी किन्नु पर्दैन, बुढेसकालमा बाउआमा नि छोडी हिँड्नु पर्दैन। थोरै दिमाग लाग्यो भनी खुसी किन्नु पर्दैन, बुढेसकालमा